जबरजस्ती मिल्नै पर्छ मैले भन्दिनँ। तपाईँ आफू निर्णय आफै गर्न सक्नुहुन्छ। तर यदि तपाईँ परमेश्वरसँग त्यो हृदयको भेटी चढाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले क्षमा लेनदेन गरेर प्रभुको नजिक तपाईँ आउन सक्नुहुन्छ। हाम्रो हृदयमा चाहिँ अघिबाटै डर पलाइसकेको हुन्छ। धेरैचोटि चाहिँ हामी आफूलाई के गरिराखेका हुन्छौँ, आफूलाई दोष दिइराखेका हुन्छौँ। नडरा, तेरो जीवनमा जे भइराखेको छ, त जुन परिस्थितिहरूबाट भएर गइराखेको छस्, म तेरो साथमा छु, म तसँग छु। डर होइन, चिन्ता होइन, निराशा होइन, हीनताबोध होइन, नकारात्मक सोच र असफलता होइन, रोग र बिमार कष्टबाट भएर होइन, आर्थिक समस्या, पारिवारिक समस्या, चुनौतीहरूबाट होइन, आत्मिकी सङ्घर्षबाट भएर होइन, तर यी सबै कुराहरूमा तपाईँले मेरो बाटोहरू रोक्न खोज्छन्, हामीलाई निराश बनाउन खोज्छन्, हामीलाई होइन अब के गरौँ भन्ने अवस्था पर्न सक्छन्। तर त्यो पर्खाल, त्यो निराशाको पर्खाल, त्यो डरको पर्खाल, त्यो चिन्ताको पर्खाल, त्यो असफलताको पर्खाल, त्यो परिवारमा आएको बेमेलताको समस्याको पर्खाल चाहिँ परमेश्वरले हाल्न चाहनुहुन्छ। आज तपाईँले मेरो जीवनमा आएका कष्ट र रोगको पर्खाल परमेश्वरले हाल्न चाहनुहुन्छ। त्यो सामर्थ्य परमेश्वरले तपाईँलाई अघिबाटै मलाई दिनुभएको छ। किनभने मेरो परमेश्वरले तपाईँ मलाई अघिबाटै विजयको घोषणा गर्नुभएको छ। हालेलुया। रोमी 8:37 भनेको छ, हामी चाहिँ विजेताहरूभन्दा पनि अझ बढी अथवा अझ हामी विजयी भएका छौँ। हालेलुया। मानिसहरू होइनौँ, तर विजेताहरूभन्दा पनि अझ धेरै विजय हौँ। हालेलुया। लुकाको पुस्तक 1:37 हामी हेर्छौँ भने परमेश्वरमा कुनै पनि कुरा असम्भव छैन भनेर लेखेको छ। आज तपाईँले मेरो जीवनको एरियो त्यो पर्खाल के हो तपाईँले आज बिहानी परमेश्वरले तपाईँले मलाई भन्नुभएको छ, नडरा।